यो चाहिँ AIMB G1 भन्ने चाहिँ 8 मेगापिक्सलको क्यामेरा भएको चाहिँ एआई स्मार्ट ग्लासको चाहिँ रिभ्यू गर्न गइरहेको छु। वाइफाई, च्याट जिपिटी, म्युजिक, फोटोग्राफ, ब्याट्री बारे चाहिँ यहाँनिर दिएको छ। मोबाइलमा वाइफाई कनेक्ट छ भनेदेखि यो ग्लासमा पनि वाइफाई कनेक्ट हुन्छ। त्यसपछि च्याट जिपिटीमा चाहिँ यो भोइस मा कुरा गर्नु मिल्दो रहेछ, तर यो ल्याङ्ग्वेज सेटिङ चाहिँ मैले मिलाउन जानिनँ। म्युजिक सुन्न मिल्छ, फोटो खिच्न मिल्छ, फोटो चाहिँ साह्रै राम्रो आउँदो रहेछ। भिडियो क्वालिटी तपाईँहरूले अब यो देखिराख्नु भएको छ होइन, यही आउँछ भिडियो क्वालिटी। त्यस पछाडि यसको भिडियो फर्मेट चाहिँ अलिकति हामीले त्यो युट्युबमा हेर्ने भिडियो भन्दा अलिकति फरक साइजको भिडियो चाहिँ आउँदो रहेछ होइन। यो कस्तो हुन्छ भनेर चेक गर्नको लागि मैले यसमा राख्ने प्रयास गरिरहेको छु। हेरौँ कस्तो हुँदो रहेछ। लेट्स सी। मोबाइलबाटै बन्द गरौँ।